नमस्कार। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा छलफल गर्दैछौँ। भर्खरै मात्रै गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन 2082 आएको छ। अब सुन्दा यो एकदमै बाक्लो, नीरस र जटिल कानुनी किताब जस्तो लाग्न सक्छ, तर चिन्ता नगर्नुहोस्, हामी यसलाई एकदमै सरल र दैनिक जीवनमा काम लाग्ने गरी बुझ्नेछौँ। वास्तवमा हाम्रो स्वास्थ्य सेवा कसरी चल्छ र यसमा हाम्रा अधिकारहरू के हुन् भन्ने कुरा यसले छर्लङ्ग पारेको छ। सुरु गरौँ है त। ल अब सिधै विषयवस्तुमै प्रवेश गरौँ। यो गण्डकी प्रदेश सरकारको आधिकारिक राजपत्र हो। हेर्दा सामान्य कागज जस्तो लागे पनि यो कुनै सामान्य निर्देशिका होइन नि। यो त एउटा यस्तो शक्तिशाली कानुनी दस्तावेज हो जसले सिङ्गो स्वास्थ्य प्रणाली र हामी सबैलाई प्रत्यक्ष प्रभाव पार्छ। यसले प्रदेशको स्वास्थ्य सेवाको नयाँ जग नै बसालेको छ भन्दा फरक पर्दैन। यो पुरै कानुनलाई सजिलोसँग बुझ्न हामी यसलाई 4वटा मुख्य भागमा बाँडेर हेर्नेछौँ। पहिलो कुरा, हाम्रा अधिकार। दोस्रो, अस्पताल वा स्वास्थ्य संस्थाहरूले मान्नुपर्ने नियम। तेस्रो, हामी सबैको जिम्मेवारी। र अन्त्यमा, सिङ्गो प्रदेशको जनस्वास्थ्य सुरक्षा। सबैभन्दा पहिले भाग 1बाट सुरु गरौँ। नागरिकको सशक्तिकरण, अर्थात् हाम्रा आधारभूत र आकस्मिक अधिकारहरू के हुन् त? कानुनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै परिभाषा हो। दफा 2ले आकस्मिक स्वास्थ्य सेवा भनेको के हो भनेर स्पष्ट पारेको छ। कुनै पनि दुर्घटना भयो वा आपतकालीन अवस्था आएर ज्यान नै जोखिममा पर्यो भने त्यो ज्यान बचाउन तत्काल दिइने प्रारम्भिक सेवालाई नै आकस्मिक सेवा भनिन्छ। हो, यही परिभाषामा टेकेर नै अन्य ठूला कानुनी अधिकारहरू सुरक्षित गरिएका छन्। अनि यो कुरा चाहिँ सधैँ याद राख्नुहोला है, दफा 4ले एकदमै कडा व्यवस्था गरेको छ। हस्पिटलहरूले अब पैसा छैन, धरौटी जम्मा गरेको छैन वा प्रहरी रिपोर्ट ल्याएको छैन भनेर कसैलाई पनि आकस्मिक उपचारबाट वञ्चित गर्न पाउँदैनन्। ज्यान बचाउने कुरा पहिलो प्राथमिकता हो। बाँकी प्रशासनिक झमेला र पैसाको कुरा त पछि गर्दै गरे पनि हुन्छ भन्ने कुरा कानुनले नै ग्यारेन्टी गरिदिएको छ। कति गजबको कुरा होइन त? यसले हाम्रो स्वास्थ्य प्रणाली कता जाँदैछ भन्ने स्पष्ट देखाउँछ। दफा 3ले कुन सेवा निशुल्क हुनुपर्छ भनेर एउटा लामो सूची नै दिएको छ। बच्चाहरूको खोप, सुरक्षित मातृत्व, सरुवा वा नसर्ने रोगको उपचारदेखि लिएर मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिकको स्याहार र आयुर्वेदसम्मका सेवाहरू अब कानुनी रूपमै निशुल्क हुन्। यी सेवाहरू पाउनु अब राज्यले दिएको सुविधा मात्रै रहेन, यो त हाम्रो कानुनी अधिकार नै बनिसक्यो। अब हामी व्यक्तिगत अधिकारबाट अलिकति माथि उठेर भाग 2 तर्फ लागौँ, जहाँ संस्थागत जवाफदेहिता अर्थात् क्लिनिक र अस्पतालहरूले के कस्ता नियम मान्नुपर्छ भन्ने कुरा छ। दफा 10मा भएका लामा र झन्झटिला नियमहरूलाई हामीले यो तालिकामा छोटकरीमा राखेका छौँ। एकदम सरल भाषामा भन्नुपर्दा, जति ठूलो अस्पताल त्यति नै कडा वातावरणीय नियम। 15 शय्यासम्मको अस्पताल खोल्न स्थानीय तहले नै स्वीकृति दिन सक्छ, तर त्यो भन्दा माथि गयो भने मन्त्रालयमै पुग्नुपर्छ। अनि 100 शय्याभन्दा माथिको ठूलो अस्पताल बनाउने हो भने त पूर्ण वातावरणीय प्रभाव मूल्याङ्कन नै अनिवार्य गरिएको छ। यो भनेको वातावरण र स्वास्थ्य दुवैलाई सँगै लैजाने राम्रो प्रयास हो। एउटा साँच्चै नयाँ र आधुनिक कुरा के छ भने यो कानुनले प्रविधिलाई मज्जाले अँगालेको छ। गण्डकी प्रदेशको भूगोल कतिपय ठाउँमा एकदमै विकट छ नि होइन र? त्यसैले दफा 5ले ती दुर्गम ठाउँहरूमा विशेषज्ञ डाक्टरको सेवा पुर्याउन टेलिमेडिसिन र ई-हेल्थ जस्ता विद्युतीय प्रणाली अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। अब भौगोलिक विकटताको बहाना बनाएर पन्छिन पाइँदैन। अब भाग 3मा जाउँ। यो निकै महत्त्वपूर्ण छ। पारस्परिक सम्झौता र जिम्मेवारी। स्वास्थ्य सेवा भनेको सधैँ दुईतर्फी बाटो हो। यो भाग साँच्चै नै रोचक छ। यो कानुनले मेरो अधिकार मात्रै हो भन्न दिँदैन, कर्तव्य पनि सँगसँगै तोकिदिएको छ। एकातिर बिरामीले पालना गर्नुपर्ने नियमहरू छन् भने अर्कोतिर डाक्टर र अस्पतालले मान्नुपर्ने व्यावसायिक मर्यादाहरू छन्। जब यी दुवै पक्षले आफ्नो जिम्मेवारी पूरा गर्छन्, तब मात्र एउटा बलियो स्वास्थ्य प्रणाली बन्छ। दफा 14ले हामी नागरिकबाट केही स्पष्ट आशाहरू राखेको छ। सुन्दा अलि अचम्म लाग्न सक्छ, तर आफ्नो स्वास्थ्यको ख्याल आफै राख्ने, योग वा व्यायाम गर्ने कुरा अब डाक्टरको सामान्य सल्लाह मात्र रहेन है, यो त हाम्रो कानुनी कर्तव्य नै बनिसक्यो। अनि अर्को एकदमै गम्भीर कुरा, दफा 24ले स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि किसिमको हिंसा वा तोडफोडलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यस्तो गरेमा सिधै कडा कानुनी कारवाही हुन्छ। डाक्टर र नर्सको सम्मान गर्नु हाम्रो न्यूनतम दायित्व हो।
त्यस्तै अस्पताल र स्वास्थ्यकर्मीका लागि पनि कडा नियमहरू छन्। दफा 15, 17 र 18ले एकदमै स्पष्ट भनेको छ, लिङ्ग, जात वा रोगको आधारमा कुनै पनि बिरामीमाथि भेदभाव गर्नै पाइँदैन। बिरामीको गोप्य कुरा बाहिर ल्याउन पाइँदैन। उपचारमा कति खर्च लाग्छ भन्ने कुरा सुरुमै नागरिक बडापत्र मार्फत पारदर्शी रूपमा देखाउनुपर्छ र विपन्न वर्गलाई कानूनले तोके बमोजिम निशुल्क उपचार दिनै पर्छ। यो कुनै अनुरोध होइन नि, यो त उनीहरूले पालना गर्नै पर्ने बाध्यकारी नियम हो। र अब हाम्रो अन्तिम भाग 4 तर्फ अगाडि बढौं। जनस्वास्थ्य सुरक्षा, अर्थात् पूरै प्रदेशलाई ठूला स्वास्थ्य सङ्कटबाट कसरी जोगाउने भन्ने कुरा। दफा 26मा एउटा गजबको प्राविधिक नियम राखिएको छ। जसरी हामी फुड डेलिभरी वा ट्याक्सी कहाँ आइपुग्यो भनेर मोबाइलमा ट्र्याक गर्छौं नि, ठ्याक्कै त्यस्तै अब प्रदेशभरिका सबै एम्बुलेन्सहरूमा जीपीएस ट्र्याकिङ प्रणाली अनिवार्य हुनुपर्नेछ। कुन एम्बुलेन्स कहाँ छ, खाली छ कि छैन भनेर तत्काल थाहा पाउन र बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पुर्याउन यसले निकै ठूलो काम गर्नेछ। रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस। यही सिद्धान्तमा टेकेर दफा 37ले प्रदेश सरकारलाई पूर्व तयारी अवस्थामा रहन कानूनी रूपमै बाँधेको छ। नयाँ सरुवा रोगको तत्काल खोज पडताल गर्ने, जनावरबाट मानिसमा सर्ने रोगहरूको एकदमै कडा निगरानी गर्ने र हामीले खानेकुराको गुणस्तर जाँच गर्ने कुराहरू अब अनिवार्य भएका छन्। महामारी फैलिनु अगावै रोक्ने यो एउटा बलियो संयन्त्र हो। अनि यो अर्को एकदमै महत्त्वपूर्ण व्यवस्था दफा 38ले आकस्मिक एवं स्वास्थ्य क्षेत्र सुदृढीकरण कोष खडा गर्ने भनेको छ। यो भनेको गरिब, विपन्न वा विपदमा परेका घाइतेहरूको लागि एउटा भरपर्दो आर्थिक सुरक्षा हो। पैसा नभएकै कारण वा को हो भनेर चिन्न नसकिएकै कारण कसैले पनि उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने यसको मुख्य उद्देश्य हो। साँच्ची नै यो एकदमै मानवीय र आवश्यक कदम हो। आज हामीले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन 2082का महत्त्वपूर्ण व्यवस्थाहरूको चर्चा गर्यौं। यो कानून राजपत्रमा छापिएको एउटा कागज मात्रै होइन, यो त स्वास्थ्य सेवामा हाम्रो पहुँच सुनिश्चित गर्ने एउटा बलियो हतियार हो। अब एकछिन सोच्नुस् त, यी अधिकार र जिम्मेवारीहरू थाहा पाइसकेपछि भोलि जब हामी कुनै अस्पताल वा क्लिनिकमा पुग्छौं, हाम्रो स्वास्थ्य सेवा लिने अनुभवमा कति ठूलो परिवर्तन आउला। यही एउटा प्रश्न मनन गर्दै आजको यो विश्लेषणात्मक प्रस्तुति यही बिट मार्छौं।